हुन्छ तपाईहरु सबैजनालाई फेरि वन्स अगेन वेलकम भन्न चाहन्छु। अनि आज चाहिँ म छोटो यात्रामा जाँदैछु। अनि मेरो यात्रा चाहिँ यता ख्याङ्गिदोको छेबुदो भन्ने ठाउँमा हो। जेबुदो। अनि हामीसँग हुनुहुन्छ यता कल्पन दाई, तपाईँको सुमन दाई, अनि म चाहिँ बिचमा बसिरहेको छु। अनि अगाडिपट्टि हाम्रो गुरुबा र रिया हुनुहुन्छ। हाम्रो यात्रा अब कति घन्टाको? 1 घन्टाको 1 घन्टा जति लाग्छ। त्यसपछि हामी जानेछौँ। अनि बिच बाटोमा भएको सबै दृश्यहरू तपाईँहरूलाई देखाउँदै जानेछु। हेरेर प्रतिक्रिया दिनु होला। धन्यवाद। यो बाटो छोपिन्छ नि रिया बहिनी, यो बाटो पुरै बन्द हुन्छ राति। एक समय पर्छ यो। हामी चाहिँ अब लगभग हाम्रो डेस्टिनेसनतिर पुग्न लागिसकेको छौँ है। अहिले यो पानी सुकिरहेको छ, समुद्रमा भरे पुरै भरिन्छ। राति यो पुरै छोपिन्छ। अहिले चाहिँ यो समुद्रमा पानी चाहिँ एकदम सुकिरहेको छ। हजुर। भरे बेलुका चाहिँ पुरै भरिन्छ। भनेपछि तपाईँहरूले समुद्र हेर्न चाहनुहुन्छ भने बेलुकातिर आउँदा हुन्छ। यो बाटै छोपिन्छ नि रिया बहिनी। यस्तो रहेछ, राम्रो रहेछ पुल। अनि गुरुबा छ नि त्यो हुन्डाई कम्पनीले क्या यस्तो हुन्डाई कम्पनीले कहाँ अब मलाई थाहा भएन होइन, एउटा क्या के यस्तो समुद्रलाई छेकेर पुरा धान लाछ हो, त्यो कुरो मैले सुनेको थिएँ क्या। यो समुद्र फाइनल्ली म चाहिँ यता जेबुदोको यो टापुमा आइसकेको छु। मेरो पछाडि समुद्र छ त्यही हो। अनि यस्तो राम्रो रहेछ सब अल ओभर। अनि मलाई ठिकै लाग्यो। अनि अलिक गर्मी छ, सनस्क्रिन लगाएर आएको छु। अनि पछाडि दायाहरू दिदीहरू हुनुहुन्छ, तपाईँ हेर्न सक्नुहुन्छ। यस्तो देखाउनुहुन्छ स्टेट भ्यूहरू। अनि यता समुद्र छ। हाम्रो यता सुमन दाई, कल्पन दाई, रिया, हामी सबैजना छौँ। त्यहाँ क्याम्प लगाएर बसिरहेको छ, त्यही हो। अहिले चाहिँ म चाहिँ यता समुद्र छेउको वरिपरि यता आइसक्रिम खाँदै, हाम्रो सुमन दाई हुनुहुन्छ यता खाँदै हामी हिँडिरहेछौँ। एकदम चिसो हावा चलिरहेको छ शीतल भएर। हाम्रो गुरुबानी हुनुहुन्छ यता, हामीहरू चियाहरू हामी छौँ सबैजना। मनी चाहिँ यता चस्मा लगाएर जे होस् शीतल हावा चल्दो रहेछ। दिउँसोको 1-2 बजी भयो भने एकदम राम्रो छ। अनि राम्रो रहेछ अल ओभर। अनि मान्छेहरू पनि हिँडिरहेछ, मान्छेहरू त टिपिरहेछ, भुइँहरू टिपिरहेछ, मान्छेहरू फोटोसोटो खिचिरहेछ। सबैजना आफ्नो आफ्नो इस्युन इन्जोय गरिरहेको छ। हामीहरू चाहिँ यस्तो छ क्या सानो। अनि यो आइसक्रिम चाहिँ बुराबो भन्ने बुराबो आइसक्रिम एकदम मिठो रहेछ। तपाईँले पनि खानु होला। हामी चाहिँ अब यता भिडियो चरालाई चाहिँ यसो खुवाउने क्रममा छौँ। ल सुमन दाई, मलाई डरै लाग्यो यार, ठुङ्दिन्छ यार यसले त। हजुर ए लु उडाइहाल्नु ल। आमा कल्पना दाइले त लुजा लुजा ल गुरुबाले खुवाउनु। ए सुमन दाई त पुरा खतराको खेलाडी निस्क्यो त। एकछिन खानुहोस्। म यताबाट चाहिँ यता तपाईँको चाहिँ सेबुदोको यता पुल लाइन साइडबाट हिँडिरहेको छु। माथि डाँडामा जाँदैछु। त्यो दायाहरू जानु भइसकेको छ। म चाहिँ पछाडि लास्टमा हिँड्नेछु। अघि न गाडीमा सुतेको, कस्तो निन्द्रा लागिरहेको मिठो निन्द्रा। यस्तो छ अब एकछिन चिसो शीतल जङ्गलमा हिँड्दैछु म चाहिँ माथि गएर। अनि अघि आइसक्रिम खाएको यहाँतिर डन्डीफोरहरू पनि आइरहेको छ। अनि क्यामेरा अलिकति फोहोर भएको छ मेरो, भिडियो क्वालिटी यस्तै छ है, तपाईँहरू एडजस्ट गरिदिनु होला। अनि एकछिन ट्रेकिङ हिँड्ने कुरा गर्नुभयो गुरुबा अनि दायाहरूले, त्यही भएर म हिँडिरहेको छु। दायाहरू जानु भइसकेको छ, म चाहिँ लास्टमा छु अहिले चाहिँ।
अनि अलराउन्ड म काममा छिरेको चाहिँ छैन, अब काममा छिर्ने छु। अब 20-25 दिन बाँकी छ र यो हप्ता कामतिर छिरेर नयाँ कम्पनीमा लागेर फेरि पैसा कमाउँछु हुन्छ। कोरियाको बसाइ यस्तै छ है, यता कहिले यता कहिले उता घुम्ने अल ओभर राम्रो छ। यो नेपालदेखि किनेको चस्मा यता न्युरोङमा अनि त्यस्तै हो। समुद्र चाहिँ यता सुकेको रहेछ माथिबाट अनि आकाशमा यस्तो छ, खुल्ला आकाश छ, सफा शीतल छ है। अनि धेरै भयो यता रुमतिर बसेको, यसो बाहिर निस्किन भइरहेको छु अनि स्यास्या फ्याफ्या पनि भइरहेको होला है हल्का। मेरो चाहिँ अनि पहिलाभन्दा अहिले चाहिँ गाला अलिक ठुल्ठुलो भइरहेको छ, काम छैन अहिले मोटाएर हो। त्यही कारण यसो एक राउन्ड हानेर समुद्रहरू घुमेर आएर फेरि हामी फर्किनेछौँ। हामी यतिजना हुनुहुन्छ, यस्तै हुन्छ। हामी सायद माथितिर जान्छ होला, हामी माथि जान्छ र अब चाहिँ म सबभन्दा अगाडि म भएको छु, हेर्दै गर्नु होला। ओके हामी चाहिँ एकदम बसिरहेको छौँ है, एकदम चिसो हावा चलिरहेको छ, एकदम शीतल भएर एकदम इन्जोयमेन्टमा लिइरहेको छौँ। तपाईँलाई देखाइदिन्छु म यहाँबाट यस्तो चिसो हावा चलिरहेको छ, शीतल एकदम। तपाईँले म यही भन्न चाहन्छु, त्यही देखाएको है। म चाहिँ अहिले चाहिँ समुद्रको किनारको माथिमा चिसो हावा खाएर हिँडिरहेको छु अनि तपाईँहरू पनि मेरो साथ मसँगै समुद्रको चिसो हावाको अनुभव लिन सक्नुहुनेछ। अनि म एकदम शीतल भएर हिँडिरहेको छु अनि यता माथि चाहिँ केबल कार हिँडिरहेको छ, पछाडि म्युजिक सिस्टम लगाइरहेको छ। मभन्दा अगाडि गुरुबा हुनुहुन्छ, पछाडि दायाहरू साथीहरू हुनुहुन्छ अनि म यसरी यहाँ हिँडिरहेको छु। तपाईँहरू चल्नुहुन्छ यसरी आइरहेको छ, ब्याकग्राउन्डबाट शीतल भइरहेको छु। तपाईँहरूले म अगाडि पनि देखाउँछु, यस्तो रहेको छ, एकदम शीतल रहेको छ, रमणीय दृश्य अनि ठाउँ हुन्छ। धन्यवाद। अब समुद्र हेर्ने क्रममा चाहिँ म चाहिँ यता मरिनहरू बाटोमा आएको छु। यहाँ चाहिँ एकदम याचहरू धेरै छ, स्पेसल्ली भाडामा लिएर माछा मार्ने काम गर्दछन्। अनि यता हाम्रो लाइट हाउस छ यहाँ माथि रताले, लाइट भनेको वाइट भनेको नि लाइट भनेको नि त। अनि हाम्रो यता कोरियाको फेमस कालमेघीहरू पनि उडिरहेछन् अनि हावा पनि राम्रो छ। सब भाडाको रेन्टेड बोटहरू धेरै रहेछन्, तपाईँहरू पनि हेरेर इन्जोय लिनु होला। यस्तो अनि यस्तो छन् हामीहरू चाहिँ। अनि हाम्रो यता चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ विन्ड मिल पनि रहेको छ है यता साइडबाट। अनि साँच्ची नै अनि एउटा रमणीय दृश्य रहेको छ, तपाईँहरू पनि इन्जोय लिन सक्नुहुनेछ। बच्चाहरू, कोरियन नागरिकहरू, विदेशी नागरिकहरू हामी सबैजना मिलेर बसिरहेको छौँ। अनि यताबाट केबल कार चढेर पल्लो डाँडा पनि हामी जान सक्नेछौँ। अहिले चाहिँ समुद्रमा चाहिँ पानी छिर्ने बेला भइरहेको छ अनि त्यस्तो एकदम रमणीय दृश्य भइरहेको छ, तपाईँ हेर्न सक्नुहुनेछ। अनि राम्रो आइरहेको होला सायद। अनि यसरी तपाईँहरूलाई केही दृश्य म देखाउँदैछु, यस्तो रहेको छ। ठुलो बोट भर्खर आएको छ, यस्तो हुन्छ। माथि आकाशमा प्लेन छ, तल पानीमा यहाँ चलिरहेको छ। तपाईँहरू इन्जोय गर्नु राम्रो छ हुन्छ। अनि फाइनली है हामी चाहिँ अब आजको यात्रा सिधेर फर्किने क्रममा छौँ। अनि तपाईँहरू हेरेर इन्जोय गर्नुभयो होला, यसो कमेन्ट पनि गर्न सक्नुहुनेछ भन्दै अब फर्किँदैछौँ हामी। हस् त भाइ, धन्यवाद।